लेखापढी व्यवसायीको प्रमाणपत्र पाउनको लागि लेखापढी व्यवसाय सम्बन्धी नियमावली 2051 को अनुसूची 1 बमोजिम निवेदन दिनुपर्ने हुन्छ, जुन निवेदनको ढाँचा यही हो। अब जसमा निवेदन दिँदाखेरि मुख्यतः तपाईँले आफूले एसईई पास गरेको मार्कसिट अनि नागरिकताको फोटोकपी र 2टा फोटो लिएर जिल्ला अदालतमा गएर तपाईँले यही ढाँचामा निवेदन दिन सक्नुहुन्छ। र निवेदनको फर्म भर्दाखेरि तपाईँले यहाँ माथि लेखेको छ श्रीमान जिल्ला न्यायाधीशज्यू, यहाँ जिल्लाको नाम लेख्ने, आफ्नो पुरा नाम लेख्ने, यहाँ आफ्नो पुरा नाम लेख्ने, अनि निवेदकको पिताको नाम ठेगाना लेख्ने, निवेदकको शैक्षिक योग्यता आफ्नो लेख्ने, जन्म मिति अनि नागरिकता नम्बर र नागरिकता जारी भएको मिति र शैक्षिक योग्यताको प्रतिलिपिमा त्यही एसई पास गरेको 10 को मार्कसिट र नागरिकताको फोटोकपी र आफ्नो यहाँ तल निवेदकको नाम हस्ताक्षर गर्ने अनि दायाँ र बायाँ छाप लगाउने अनि त्यसपछि भइहाल्छ। एउटा फाइलिङमा यो सब डकुमेन्ट लिएर गएर त्यही जुन अदालतमा लेखापढीको लागि फर्म खुलेछ त्यहीँ गएर बुझाउनु पर्ने हुन्छ। एकदम सिम्पल प्रोसेस रहेको छ यसको। बाँकी यसको लेखापढी व्यवसायीको प्रमाणपत्रको लागि कुन करिकुलम छ, कुन सिलेबस छ, के पढेर दिनुपर्छ भन्ने कुरा अर्को भिडियोमा गरौँला। आजको लागि यति नै। साइनिङ अफ विथ बडावकिल.com